हेलो गाइस, सबैजनालाई गुड मर्निङ भन्न चाहे है। आज फेरि यता भिडियो बनाउन मन लाग्यो। मेरो दिदी चाहिँ नेपाल जाँदै हुनुहुन्छ, किनभने म पनि अलि स्याड छु। मेरो दिदी चाहिँ एकदम खुसी हुनुहुन्छ। यता हेर्नु दिदी, हेर्नु न के दिदी, छिटो न ल लगेज ल्याउनु त। म त झोला बोक्दिनै सक्दिनँ कि, मलाई एयरपोर्टसम्म जाउँछु भन्नुभयो होइन। अब यो यहाँ आइकन यो चार्जर लिएर जाने अब यो मेरो फोन त यहाँ छ, त्यो तपाईँकै फोन होला। चार्जर लिएर जाने यहाँ आइकन हो। मलाई त नि कसरी छोडेर जानुहुन्छ होला है। यस्ता अब निष्ठुरी पनि हुन्छ नि। हेर्नु त यहाँ बाध्य बक्स के कस्तो निष्ठुरी हेर्नु त। होइन अब एक दिन यिनीहरूले मलाई यसरी नै छोडेर जान्छ। यिनीहरूको चार चारजना हुन्छ, म त एकजना हो, अनि म एकजनै हराएको चरा जस्तो त्यस्तो के, मलाई आज त्यस्तै भइरहेछ। अनि आजभोलि चाहिँ यस्तरी, आज चाहिँ यस्तरी मलाई छोडेर जाँदै हुनुहुन्छ। अब आउँछु, फर्केर छिट्टै आउँछु। शुभ यात्रा भन्न चाहन्छु मेरो लभली दिदीलाई। थ्याङ्क यू थ्याङ्क यू। ल खै लगेज खै, यता हेर्नु है। यत्रो प्याकिङ गरेको, बिहानभरि प्याकिङ गरेको। यता है, यो दिदी नेपाल जाँदा मलाई पो दुखायो, लास्टै दुखायो, यति दुखायो नेपाल। पैसा तिर्छु तर अनि बहिनी भएको के साह्रो म हेरौँ, अब म जाँदाखेरि नि यस्तै गर्नुहुन्छ कि न नेपालबाटै आउनुहुन्न कि, त्यो त अब थाहा भएन होइन। यदि नेपालबाट नै फर्किनु भएन भने चाहिँ घरमा गएर कोदो रोप्न लगाएन भने मैले जानेको छु। नेपाल जाने मान्छेलाई त यत्रो झोला नबोकाउनु पर्ने है, मलाई पाप लाग्छ होला दिनु। वाउ क्या खतरा सुहाउँछ यार दिदी। यस्तरी सबै तम तयार गरेर जान लाग्नुभयो। अब कहिले फर्केर आउने हो कि होइन कि, कहिले नेपाल जाने, मलाई पनि कस्तो नेपाल जानु मन लाग्यो होइन। अब दिदी सँगसँगै आएको मान्छेले छोडेर जानुहुन्छ अनि साह्रै जान मन लाग्यो। अब के गर्ने होला, के मिलाउनुहुन्छ हो। खासा खुसो छिटो निस्किनु न। तल दाइलाई घामले पोलिसक्यो, बिचरा पर्खेको पर्खे हुनुहुन्छ। उहाँलाई पनि अब कति स्याड हुनुभएको छ दाइ पनि। आफ्नो बुढी नेपाल जाँदाखेरि अनि होइन, एक्लै एक्लै छुट्टिनु पर्दाखेरि त कति दुःखी हुनुहुन्छ क्या, मैले देखिसकेँ यहाँबाट अघि नै है। त्यो हेर्नु आउँछु आउँछु भने घर सफा गरेर बस्नुहुन्छ ऊ। यो रुमको यति धेरै माया छ कि ऊ जाने बेलासम्म पनि कुना काप्चा बडाल बुडाल गरेर निस्किन लाग्नु भएको छ कि। ननिस्किनु के, भोलि पर्सि आएर सफा गर्दा हुन्छ। कोठालाई बाई बाई गर्नुहुन्छ कहिले नआउने गरी। यत्रो दिनसम्म 7 दिस कोठा आरामले बस, नरी बस, फेरि फर्केर आउँछ है। आउनु छिटो। अझै के भनिराख्नु छ कि रुमलाई? आई मिस यु भन्छु नि। यो चाबी मेरो लागि हो। ल म यो घुराइदिन्छु। आउने के आयो कि, चप्पल आयो कि तपाईँको? चप्पल नेपाल जान्छ भन्छ कि ऊ यो लगेज मुनि छ, तान्नु त। त्यस्तो चाहिँ नभने भए हुन्थ्यो। त्यो पनि विदेशमा सिकेको नयाँ भाषा भनेर नेपालतिर पनि गएर बोल्नु ल। कस्तो छोडेर जाने भयो कि। लिफ्ट आउँदैन दिदी हौ। हजुर के भनेर जानु न। आउँछु आउँछु, फर्केर आउँछु, नानीहरूसँग खुसी भइकन आउँछु। आउनु लिफ्ट आयो। यस्तो धेरै भारी छ कि, यत्रो भारी बोकाउन चाहिँ मलाई नेपालबाट आउँदाखेरि सामान लिएर आउनु भएन भने कति ल्याइदिन्छु। सुकुटी ल्याइदिन्छु। सुकुटी मात्रै ल्याइदिने अरे? गुन्द्रुक ल्याइदिन्छु। अनि अरू अरू त के ल्याउँछु भन्नु मिल्दैन होला। चट्टा लाएर जाओस् रे एउटा भिडियो।
नेपाल गएको भिडियो त के भन्नु नेपाल गएको भन्ने नि अस्ति 1 हप्ता 1 महिनादेखि नै टेन्सन लागिरहेको छ त अब यत्रो दिन यत्रो महिना वर्षै बसियो अब गाह्रो हुने रहेछ के गर्नु अनि आज हामीलाई पनि लास्टै मलाई पनि नेपाल जान मन लागेको छ अब अलिकति गाह्रो चाहिँ भएको छ गाह्रो भयो नि के गर्नु खुसी लागेछ तर के गर्नु फर्केर आउनुपर्छ त गाह्रो त ऊ चाहिँ खुसी हुने हामीलाई चाहिँ अन्छे म त खिचेर लखेटिदिने कुवेतबाट म त पिटी लखेटिदिने अझै खुसी हुने खासमा हुनु भने आउनु नपरेको भए चाहिँ म त के गर दिदी मलाई नि लैजानु न है रुँदै पछि आउनु म सुर्केसमा हालेर लान्छु त्यो सुर्केस त प्याक छ त्यो एउटा सानो यस्तो भन्छु यो मेरो बहिनी हो छोड्नु सक्दैन भन्छु रुँदै आउनु पछि छ त्यस्तो समात्दै आउनु के सानो लगेज हटाउँदिनँ ठुलो लगेज प्याक छ अब त्यत्रो कति 2 केजी जति प्लास्टिकले भरेको छ नसके घुँडाले पनि खाँदेर लान्छु त्यहाँ त हामीले त 17 चोटि जति जोखेको होला 30 केजी 31 केजी छ क्यारे दाइ 31 केजी देखाइरहेको थियो है 31 केजी अलिक 300 होला कि बढी नत्र भने छैन गाह्रो छ नि हो यो अर्काको देशबाट आफ्नो देश छिर्नु रहेछ गाह्रो त यहाँ हामीलाई भएको छ आफू चाहिँ नेपाल जाने मान्छे त्यस्तो खुसी भएर हिँड्नु भएको छ हामीलाई चाहिँ छोडेर होइन तपाईँहरूको नि एक दिन आउँछ कि मलाई झन् 3जनाले छोडेर जानुहुन्छ म त यो आकाशमा हराएको पन्छी यो एक्लो चरा जस्तो हुन्छु अनि हामीलाई त्यस्तै बनाएर जानुभएको छ तपाईँहरूको साथी छ आजभोलि त यस्तो साथी भयो नि यस्तो हो क्या दिदी यस्तो हो कि जस्तो अब एउटा कुखुराको चल्लाहरू हुन्छ नि माउ नभएको चल्ला कस्तो हुन्छ हो त्यस्तै हुन्छ कि हामी पनि अनि नराम्रो त लागिहाल्छ तर पनि हाँसेर दिँदै गर्ने त्यो त हुन्छ आउने बेला चाहिँ त्यहाँनिर कोसेली म यताबाट यत्रो अब के भन्छ लिस्ट लेखेर पठाइदिएको छु क्या कुन प्लेन खोइ खै कुन प्लेन दाइ माथि छ त ए ऊ गइसक्यो दिदीको प्लेन त अब क्यान्सल है अब फर्किउँला रुन्थेन ल हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ दाइ ब्याग निकाल्दै हुनुहुन्छ भिडियो बनाउँछु कि दाइ म त यत्रो दाइले उचाल्न नसक्ने ब्याग अब दिदीले कसरी नेपाल घर पुर्याउनुहुन्छ म त गाह्रो छ दिदी निस्किनुहुन्न त जान मन लागेको छैन है क्या आउनु दिदी भैया गुस्सा मत आऊ गुस्सा मत आऊ दिमागमा आगो लाग दिदी जाने रे आज दिदीलाई पुर्याउन आएको मान्छे आफूलाई कति धेरै नराम्रो लागिरहेछ उनीहरूको 2जना गइसक्यो उतातिर है एउटा चिसो दिइराख्नु भएको छ खाना मनै लागेको छैन प्लेनमा खाने खाजा अरे क्या दाइ हेर्नु न प्लेनमा खाने खाजा अरे दिदीको